यो हो नेपालकै सबैभन्दा सुन्दर सहर जुन पहाडमा अवस्थित छ तानसेन नगरपालिका र यो हो तानसेन नगरपालिकाको प्राङ्गणमा रहेको तानसेन नगरपालिकाको भवन जहाँ तानसेन नगरपालिकाका नगर प्रमुख उपप्रमुख तथा टप एक्जिक्युटिभहरू बस्ने गर्नुहुन्छ र यो हेर्नुस् तानसेन अति नै रमणीय सहर तानसेन जसको छेउमै यो टुँडिखेल रहेको छ र यो टुँडिखेल जहाँ तानसेन नगरका नगरवासीहरू बिहान र साँझ यस स्थानमा घुम्न तथा व्यायाम गर्न र खेल्न आएर आफू स्वास्थ्य र खुसी रहने गर्दछन्। केही समय अगाडि यस टुँडिखेलको ग्राउन्डलाई राम्रो बनाउने प्रयास गरिएको थियो, यसको स्तरोन्नति गर्ने प्रयास गरिएको थियो र यस क्रममा नगरपालिकाबाट केही रकमहरू रकमान्तर गरेर खर्च गरिएको थियो र केही कामहरू जस्तै यसको लेबलिङ गर्ने, यसमा नयाँ घाँसहरू लगाउने र यसमा भएका खाल्टाखुल्टीहरू पुरेर र त्यसलाई पानी जाने व्यवस्था मिलाउने काम गरिएको थियो र आज यसको अभिगत हेर्नुस्, यसको एकदमै जीर्ण अवस्थामा छ। राज्य कोषको पैसा खर्च हुँदाहुँदै पनि यसको सदुपयोग तानसेन नगरवासीले गर्न पाएका छैनन्। जताततै घाँस उम्रिएको छ र ग्राउन्डका सम्पूर्ण भागहरू प्रयोगमा आउन पनि सकिरहेका छैनन्। त्यसकारण अब हेर्नुस्, यसमा हामी नगरपालिकाको प्रमुख उपप्रमुख तथा टप एक्जिक्युटिभको कार्यक्षमताको मूल्याङ्कन गर्न सक्दछौँ।